नमस्ते सबैजनामा। यो कोरिया भ्रमणको सिलसिलालाई जोड्ने क्रममा आज चाहिँ म यो होङदी इलाकामा आइपुगेको छु र यो होङदी इलाकाको चाहिँ भरसक सबैभन्दा बढी सकेसम्म बढीभन्दा बढी जानकारी चाहिँ यहाँहरूमा दिने कोसिस गर्छु। यहाँ चाहिँ विशेष गरी पर्यटकहरूले खचाखच भरिने, स्पेसली अझ यो कोरियनहरूभन्दा पनि विशेष गरी सबै विश्वकै पर्यटकहरूको चाहिँ आकर्षणको केन्द्र रहेछ। यदि तपाईँ कोरियामा आउनुभएको छ तर फेरि तपाईँ होङदे इलाका नहेरिकन अथवा होङदे इलाका नघुमिकन फर्किनु भएको छ भनेदेखि चाहिँ एउटा कुनै पनि विदेशी पाहुना आएर अथवा कुनै पनि विदेशी नेपालमा आएर यो ठमेल एरिया नघुमिकन जानु चाहिँ सोसर नै हुन्छ जस्तो मलाई लाग्छ। हुन त यो हरेक स्थानको अथवा हरेक सहरहरूको चाहिँ आफ्नै विशेषता हुनुपर्छ, तर यो होङदे सहरको कुरा गर्नुपर्दा चाहिँ स्पेसली खाना र यो रात्रि जीवनको लागि चाहिँ एकदमै विशेष रहेको देखिन्छ। होङदेको धेरै विशेषताहरू होलान् अथवा विशेषताहरू छ। यहाँको मुख्य विशेषताको रूपमा चाहिँ यहाँ भएको फरक फरक खालको रेस्टुरेन्टहरूलाई पनि लिन सकिन्छ। जस्तो यहाँको चाहिँ चाहे इटालियन पिज्जा होस् अथवा पास्ता होस् अथवा जापानको चाहिँ सुसीको कुरा गरौँ, त्यो पनि यहाँ पाइन्छ भनेदेखि कोरियन किम्ची त यहाँको अब अथेन्टिक खाना नै भइहाल्यो। जो समग्रमा भन्नुपर्दा चाहिँ यो होङदे इलाकामा चाहिँ एकदमै फरक फरक स्वादको खाना पाइने रेस्टुरेन्टहरू चाहिँ प्रशस्त मात्रामा रहेको पाइन्छ। प्रायः सबै जस्तो रेस्टुरेन्टहरूमा चाहिँ मान्छेहरू खचाखच भरेको देखिन्छ। त्यसै गरी यहाँ रेस्टुरेन्टमा काम गर्ने मान्छेहरूलाई चाहिँ खानाको लागि दिन भ्याइ नभए खालको चाहिँ अवस्था देखिन्छ। त्यो खानाको प्राइसको कुरा गरौँ भनेदेखि चाहिँ अलिकति नेपालको तुलनामा महँगो नै लाग्छ, किनभनेदेखि यहाँ अलिकति एक प्लेट नै देखिछु अलिकति मासु अनि त्यसपछि भेजिटेबलको खाना चाहिँ 22,900 लेखाएको छ। त्यो भनेको चाहिँ लगभग नेपाली 2200 पर्छ। त्यसै गरी अर्कोको चाहिँ 31,900 लगभग नेपाली 3,000-3100 पर्न आउँछ भनेदेखि अर्को नेपाली 3,000 पर्ने खालकै खाना देखिन्छ। त्यसै गरी सुप अथवा चाहिँ यो अलिकति सुपहरू अथवा थुक्पाहरू पनि हेऱ्यो भनेदेखि लगभग 8,000 अथवा 9,000 10,000 छ। यो भनेको मिनिमम पनि 700 800 अथवा 900 हुन आउँछ। त्यो हिसाबमा चाहिँ नेपालको तुलनामा चाहिँ खानाहरू अलिक महँगो नै देखिन्छ। यो घुम्दै आउने क्रममा चाहिँ अलिकति भोक पनि लागिसक्यो। आज चाहिँ म यो थाई खानाभन्दा अलिकति फरक खाना खाने निर्णय गरेँ। यो मलेसिया एन्ड इरानियन भन्ने एउटा रेस्टुरेन्ट रहेछ, त्यसमा जाउँ। लेट्स सी कस्तो हुन्छ खाना चाहिँ। खाना आइसकेको छ र खाना चाहिँ ठ्याक्कै हाम्रो नेपालतिरै चल्ने खालको, एकदम नेपालतिर नै फेमस हुने खालको चाहिँ खाना छ। खाना पनि साँच्चैको मिठै रहेछ, लगभग नेपाली स्वाद नै। नेपाली स्वाद त नभनौँ, यो अलिकति फरक नै छ अचारहरू चाहिँ, तर खाना चाहिँ एकदमै मिठो छ। कोरिया आउने बित्तिकै अथवा कोरिया आउने तयारी गर्ने बित्तिकै मलाई यो होङदे इलाकामा चाहिँ आउन निकै रहर थियो, जुन आज पुरा पनि भएको छ। साँच्चीकै यो होङदे इलाकामा चाहिँ आएर एकदम ओर्दी पनि छ, किनभनेदेखि यहाँको विविध खालको मान्छे देख्न पाइने। मान्छेहरूको जीवनशैली पनि मजाकै छ, दिनभरि काम गर्ने फेरि रातभरि रमाउने। होङदे क्षेत्रको अर्को विशेषता भनेको चाहिँ यहाँ भएको एकदमै ठुला महँगा अथवा लग्जरिस होटलहरू पनि हो। दसिला, पार्क हायत, विस्टा वाकर हिल जस्ता होटलहरू पनि यही इलाकामा नै पर्दछ। यस क्षेत्रमा चाहिँ भएको टुरिस्ट इन्फर्मेसन डेस्क अनि ठाउँ ठाउँमा रहेको सार्वजनिक शौचालयले गर्दाखेरि पर्यटकहरूलाई अझ एकदमै सजिलो भएको देखिन्छ। अर्को विशेषता भनेको चाहिँ फरक ब्रान्डको कपडाहरू अथवा फरक ब्रान्डको यो लगाउने चिजहरू पनि यो इलाकामा चाहिँ एकदम देख्न अथवा हेर्न पाइन्छ। जस्तो मेरै अगाडि पनि यहाँ एकदमै महँगा कपडाहरू पनि यहाँ ट्याक्क मैले देखिरहेको छु, जुन चाहिँ हाम्रो नेपालीमा अथवा नेपाली कन्भर्ट एउटा कन्भर्ट गर्दा चाहिँ एउटै कपडाको लगभग 12,000 15,000 पर्ने खालको कपडाहरू चाहिँ देखिन्छ।
यो बाटोमा हिँड्दै गर्दा चाहिँ मैले यो मोमो स्टेसन भन्ने देखेँ। मोमो स्टेसन भन्ने देख्ने बित्तिकै मैले कतै यो नेपाली मोमो पाउने चाहिँ स्टेसन हो कि भन्ने सोचेको थिएँ, तर त्यस्तो चाहिँ होइन रहेछ। यो चाहिँ खेलौनाहरूको पसल अथवा गुडियाहरूको पसल रहेछ यो मोमो स्टेसन भने चाहिँ। यस इलाकाको चाहिँ एउटा फरक परिचय भनेकै फरक खालको पसलहरू पाइन्छ। जस्तो यहाँ हामीले देखिरहेछौँ यो पियर्सिङ अथवा चाहिँ नि कान छेड्ने देखि लिएर विभिन्न किसिमका ट्याटु आर्टिस्टहरू अथवा ट्याटु चाहिँ खोप्ने ठाउँहरू पनि यहाँ देख्न सकिन्छ। यदि तपाईँ कोरियामा नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ फेरि सामानहरू कहाँ किन्ने भन्ने विषयमा अलिकति कन्फ्युज हुनसक्छ। त्यही भएर यहाँ चाहिँ 24 घन्टा खुला हुने CU, G25 अनि त्यसपछि 7-11 जस्तो पसलहरू चाहिँ यहाँ चाहिँ प्रशस्त मात्रामा पाइन्छ। यो पसलहरूको महँगी चाहिँ अलिकति बढी नै नेपालको तुलनामा चाहिँ बढी नै महँगो जस्तो लाग्न सक्छ। चाहिँ भर्खरै एक बोतल पानी लिएँ, तर यो एक बोतल पानीको चाहिँ लगभग 1100 पर्छ। 1100 भन्नाले 1100 ओन हो, जुन चाहिँ नेपालीमा कन्भर्ट गर्दा पनि लगभग नेपाली 110 पर्न आउँछ, जुन चाहिँ कम्पेरिटिभली नेपालको तुलनामा धेरै महँगो नै हो। यहाँको सहरहरूमा चाहिँ यो मोटर बाइकहरूको प्रयोग अलिक कमै हुन्छ। यहाँ चाहिँ मैले आज अलिक धेरै मोटरसाइकलहरू एकै ठाउँ पार्क गरेको देखेँ। गजब अलिक ठुल्ठुलै खालको मोटरसाइकल जस्तो देखिन्छ। रातको लगभग 2 बज्न आँट्यो। मान्छेहरूको यहाँ कमी हुने अथवा अलिकति मान्छे पाता लिने कुनै छाडकाटै छैन। बरु मान्छेहरू थपिने अथवा चाहिँ मान्छेको भिडभाड चाहिँ अझ बढेको हो कि जस्तो लाग्छ। फेरि चाहिँ यहाँ कुनै ठ्याक्कै मेला लागेको जस्तो अथवा कुनै जात्रा नै राखेको जस्तो देखिन्छ, तर यो चाहिँ कुनै जात्रा पनि होइन, कुनै मेला पनि होइन। ठ्याक्कै यो होङदेको यो क्लबको अगाडितिरको दृश्य मात्रै हो। एकदम रमाइलो दृश्य छ। यिनीहरूले चाहिँ यहाँ एकदमै आफ्नो सहरलाई सुन्दर बनाउनको लागि, राम्रो बनाउनको लागि एकदमै मेहनत गरेको देखियो। जस्तो यहाँ चाहिँ सडकको किनाराहरूमा चाहिँ यो विभिन्न किसिमको फुलहरू रोपेर एकदम रङ्गीचङ्गी फुलहरू रोपेर चाहिँ चटक्क बनाएर राखेको देखिन्छ। होङदेको अर्को गजब विशेषता भनेको चाहिँ यहाँको नाइट क्लबहरू हो अथवा क्लबिङ हो। खाने पिउने अनि त्यसपछि नाच्ने। क्लबभित्र गएर मजाले त्यो के अरे धुवाँभित्र बस्नुभन्दा पनि आज चाहिँ क्लबभन्दा बाहिर नै बसेर मजाले वरिपरिको दृश्य हेर्दै वरिपरिको होङदेको मजा लिँदै यसमा नै एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। यो फरक मान्छेहरूको फरक चाहना हुने गर्छ। कसैलाई चाहिँ मजाले क्लबमा गएर नाच्ने त्यसपछि पिउने हुन्छ भनेदेखि कसैको चाहिँ रातभरि मजाले खाएर बस्ने मात्रै पनि हुँदो रहेछ। पिउने काम खासै राम्रो चाहिँ होइन। पिइसकेपछि कसैलाई त अब राम्रै होला, तर पिइसकेपछि यसरी मजाले बाटोमै बस्नु चाहिँ अलिक नराम्रो हो कि त। सुन्न चाहिँ मैले यो होङदे इलाकामा यो कोरियनहरूभन्दा अथवा यहाँको स्थानीय मान्छेहरूभन्दा पनि अलिकति विदेशीहरू नै बढी हुन्छ अथवा विदेशीहरूको चाहिँ एकदमै बढी प्रभुत्व छ अथवा विदेशीहरू मात्रै बढी भरिभर हुन्छ भन्ने सुनेको थिएँ। तर यथार्थमा आएर हेर्दा चाहिँ मलाई त्यस्तो लागेन। यहाँको म्याक्सिमम मान्छेहरू चाहिँ खास कोरियन नै देखेँ। बरु कोरियन मान्छेहरूले नै यहाँ चाहिँ एकदम ढाकेको देखेँ। वरिपरि चाहिँ खासै हेर्दाखेरि चाहिँ विदेशीहरू चाहिँ लगभग 25% जस्तो मात्रै देखिन्छ भनेदेखि लगभग 75% चाहिँ यो के अरे कोरियनहरू नै देखिन्छ। यदि तपाईँहरू पनि कोरियामा हुनुहुन्छ अथवा कोरियामा आउने सोच्दै हुनुहुन्छ भने एकपटक चाहिँ नाइट लाइफ हेर्नको लागि अथवा रात्रि जीवनको रमाइलो हेर्नको लागि चाहिँ होङदे एकचोटि आउनै पर्ने ठाउँ हो जस्तो मलाई लाग्यो। यो कोरिया भ्रमणको सिलसिलामा यो होङदे इलाकामा आएँ र होङदे इलाकाको केही जानकारीहरू पनि दिने कोसिस गरेँ। पुनः अर्को ठाउँहरूको चाहिँ घुमघामको बारेमा फेरि तपाईँहरूसँग जानकारी लिएर आउने नै छु। अहिलेको लागि चाहिँ बिदा हुन्छु। नमस्ते, बाई बाई।